जापानमा भएको भाइ बहिनीहरूलाई चाहिँ के अब जुन नयाँ आउनु भएको भाइ बहिनीहरू छ नि धेरैलाई चाहिँ के भइसक्यो भन्दाखेरि जापानमा त केही पनि नरहेछ बेकार आइएछ सपना सबै बिग्रियो यताउता ऋण पनि लाग्यो केही पनि गर्न सकेन भन्ने जति पनि सोचेर बसिराख्नु भएको छ नि भाइ बहिनी होस् या सेन्पे होस् जोसुकै होस् म सबैलाई के भन्छु भन्दाखेरि चाहिँ होइन तपाईँहरू जापानमा होइन तपाईँहरूले मेहनत गर्नुभयो भने जापानमा धेरै कुरा एचिभ गर्न सक्छ तर जस्ट तपाईँ जापान आउने बित्तिकै 1 वर्ष 2 वर्ष तपाईँको कहिले पनि सपना हुँदैन सपना पुरा हुँदैन कि तपाईँ जापानमा आइसकेपछि तपाईँको कम्तीमा पनि 6-7 वर्ष चाहिँ सपना पुरा हुनका लागि लाग्छ क्या त्यो घर बनाउन होस् चाहे त्यो ऋण तिर्नलाई होस् तपाईँको त्यो फ्यामिली घुमाउनु होस् चाहे अन्य कुरालाई होस् तपाईँलाई सपना पुरा गर्नको लागि 1-2 वर्षमा कहिले पनि पुरा हुँदैन तपाईँलाई त्यसलाई टाइम दिनुपर्छ मेहनत गर्नुपर्छ तपाईँले त्यो जुन सपना देख्नु भएको छ नि सपना सुतेर बस्यो भने त्यो सपना कहिले पुरा हुँदैन तपाईँले यसको लागि मेहनत गर्नुपर्छ कडा परिश्रम गर्नुहोस् कसैको पनि नराम्रो नचिताउनुहोस् होइन नचिताएको कसैको पनि नराम्रो कुबारो नसोच्नुहोस् त्यो भयो भने तपाईँको सपना अवश्य पुरा हुन्छ तर त्यसलाई तपाईँले मेहनत गर्नुपर्छ भाषालाई पनि मेहनत गर्नुपर्छ तपाईँले यो गर्नुभयो भने चाहिँ तपाईँको 100% सपना पुरा हुन्छ होइन म पनि जापान आएको 7 वर्ष क्रस भएर 8 वर्ष हुन लाग्यो होइन तर मेरो पनि आउने बित्तिकै 2-3 महिना 3-4 महिना सपना पुरा भएको थिएन 3-4 वर्षमा पुरा भएको थियो कि मैले पनि मेरो सपना पुरा गर्नको लागि चाहिँ 6-7 वर्ष लागेकै हो क्या जस्तो कि मेरो पनि जापान आएर धेरै कुरा सपना पुरा भइसकेको छ कि मेरो आमाले घुमाउने सपना होस् चाहे त्यो अल्लु अर्जुनको आज त्यो मुभी हेर्ने अल्लु अर्जुनसँगलाई भेट्ने कुरा होस् चाहे अन्य धेरै प्रकारको कुरा चाहिँ घर बनाउने कुरादेखि लिएर हरेक कुरा पनि प्रकारको कुराहरू चाहिँ मेरो चाहिँ लगभग सक्सेस भइसकेको छ क्या तपाईँहरू पनि सक्सेस हुन चाहनुहुन्छ मेहनत गर्नुहोस् लाइफमा अगाडि बढ्नुहोस् आफ्नो प्यारेन्ट्सलाई रेस्पेक्ट गर्नुहोस्